माननीय शिव नेपाली, त्यसपछि माननीय हितबहादुर तामाङ। सम्माननीय सभामुख महोदय, धन्यवाद समयको लागि। धन्यवाद माननीय मन्त्रीज्यू, राष्ट्रको लागि अति महत्त्वपूर्ण छ यो विधेयक। यो विधेयक सम्मानित सदनमा पेश गर्नुभएकोमा स्वागत पनि गर्न चाहन्छु। यो विधेयकमा प्रवेश गर्दै गर्दा हिजो मात्र पूर्व पर्यटन मन्त्रीज्यूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त एउटा टेलर मात्र हो, फिल्म त पुरै भैरवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छ भनेर भन्नुभएको छ। यसलाई हामीले कसरी बुझ्ने होला सभामुख महोदय? जताततै भ्रष्टाचार छ। भौतिक पूर्वाधारका जति पनि निर्माण गर्दै गरेका विषयहरूमा सम्मान्य सभामुख महोदय, पोखरा विमानस्थल बन्यो, अन्तर्राष्ट्रिय जहाज उड्दैन। पर्यटन व्यवसायी जहाज चार्टर गरेर चिनिया पर्यटकलाई आकर्षित गर्नको लागि विमान लिएर छिन्दु पोखरा उडान गरेको छ। यो सरकारले गर्नुपर्ने थियो, तर आज निजी व्यवसायीले गरिरहेका छन्। यसलाई कसरी हेर्ने? उता गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थल केही समयको लागि ट्याक्सीवे निर्माण गर्दै गर्दा केही महिना चलेको मात्र देखियो। फेरि अहिले आएर गौतम विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान बन्द भएको छ। यसलाई कसरी हेर्ने सभामुख महोदय? त्यस्तै उता निजगढ विमानस्थलको पनि कुरा उठेको छ यो सम्मानित सदनमा। यो विषय उठ्दै गर्दा हामी देश निर्माण हुनुपर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी दुई मत छैन, तर कहाँ के विषय आवश्यकता छ त्यसमा चाहिँ ध्यान दिन जरुरी छ। अब नेपाली जनताले भ्रष्टाचारीहरूलाई त्यो आहालमा डुबेको हेर्न चाहँदैनन् सभामुख महोदय। र त्यस्तै 2081 साल साउन 9 गते सौर्य एयरलाइन्समा आफ्नो ज्वाइँ, छोरी र नाति नातिना गुमाएका अभिभावकले पीडा पोख्नु भएको छ। उहाँ लगायत पीडितहरूको समस्या समाधान कहिले गर्छ मन्त्रालयले? यतातिर म मन्त्रीज्यूको ध्यान आकर्षण गराउँछु। सामान्य सभामुख महोदय, नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान हाल विभिन्न कार्य नियमन, रेगुलर र सेवा प्राधिकरण दुवै भूमिकामा क्रियाशील छ। यस्ता दुवै भूमिकामा एउटै संस्थाले निर्वाह गर्दा पारदर्शिता, जवाबदेहिता र सुरक्षा मापदण्ड र सेवा सुधारमा समस्या आइरहेको अनुभव गरिएको छ। यसै सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओका सिफारिसहरू तथा वैदेशिक उड्डयन बजारमा नेपालको प्रतिस्पर्धा क्षमताको वृद्धि सुनिश्चित गर्न आवश्यक परिवर्तनहरू अनिवार्य भइसकेका छन्। त्यसैले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यो तयारी भएको छ। यसलाई कसरी हुन्छ छिटोभन्दा छिटो यो सम्मानित सदनमा हामीले ल्याएर पास गर्यौँ भने मलाई लाग्छ यात्रुहरूको सेवा सुविधा वृद्धि गर्ने, वायु सेवा बजारमा प्रतिस्पर्धा प्रवर्धन गर्ने, नेपालको उड्डयन क्षेत्रलाई स्वावलम्बी, पारदर्शी र विश्वसनीय बनाउने, आइकाओ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूद्वारा नेपालमाथि लगाइएको प्रतिबन्धहरू हटाउने वातावरण बनाउने, उड्डयन नियामक प्राधिकरणलाई पूर्णतः नियमन, निगरानी र अनुमोदनको अधिकार प्रदान गरिने, सेवा प्राधिकरणलाई विमानस्थल व्यवस्थापन, हवाई ट्राफिक सेवा व्यवस्थापन र भौतिक पूर्वाधार विकास तथा सञ्चालन कार्य दिने, हवाई क्षेत्र एयर स्पेसको आधुनिक व्यवस्थापन र डिजिटाइजेसन सुनिश्चित गर्ने जस्ता धेरै कुराहरू यो विधेयकले प्रदान गर्नेछ। पर्यावरणीय मापदण्ड, यात्रु अधिकार, आपतकालीन व्यवस्था जस्ता क्षेत्रहरूमा स्पष्ट कानुनी दायित्व तोक्नेछ सभामुख महोदय। नेपालको विश्वसनीयता र प्रतिष्ठा वृद्धिमा उल्लेखनीय योगदान दिनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल हवाई क्षेत्रको सुधार, सुरक्षा तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उचाइमा पुर्याउने महत्त्वपूर्ण आधारशिला पनि हो सभामुख महोदय। यस विधेयकको शीघ्र पारित र कार्यान्वयनले नेपालको हवाई यातायात क्षेत्रलाई नयाँ युगमा प्रवेश गराउनेछ। राष्ट्रको आर्थिक विकास, पर्यटन प्रवर्धन, नागरिक सुरक्षाको सुनिश्चितता र अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि यस विधेयकलाई सम्मानित प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गर्नुपर्ने आवश्यकता रहेको छ। धन्यवाद।